ओम नमः शिवाय। मलाई चिन्नुहुने सम्पूर्ण भक्तजनमा मेरो नमन। हजुरहरू कहिले कहिले जमिनको माटो लिएर आउनुहुन्छ। यो जमिन कस्तो छ, यो जमिन उपयुक्त छ कि छैन, यो जमिनमा कुनै भूत प्रेत देवी दोषको बास छ कि छैन, यो जमिन मलाई फाप्छ कि फाप्दैन भनेर हजुरहरू माटो लिएर आउनुहुन्छ। हजुरहरूले त्यो माटो ल्याउँदाखेरि के गर्नुस् भने आफ्नो जमिन, जुन जमिन लिनु छ, किन्नु छ या आफ्नो जमिन छ, घर बनाउनु छ भने बेलुका साँझ पख रातो टाटो घाम भएको बेलामा एक हात मुनि जमिन खन्नुस्। त्यहाँ एक चम्ची दुध हालिदिनुस्। अनि त्यो दुध हालिसकेपछि भोलिपल्ट बिहान फेरि रातो टाटो घाम भएको बेला झुल्के घाममा त्यहाँबाट त्यो खाल्डोबाट यो यी तीनटा अम्लाले जति आउँछ त्यति एक चिम्टी माटो उठाउनुस्, एउटा हरियो पातमा लगाउनुस्। अनि त्यो माटो हजुरले लिएर आउनुस्। त्यो माटोबाट देवी दोष, भूत प्रेत, आँखी डाई, रिस डाई, नजर डाई, त्यहाँनिर कुनै कुल दोष, आँसु दोष, श्राप दोष यस्ताहरू देखिन्छ। त्यसरी हेर्न सकिन्छ। त्यसरी ल्याएको माटोबाट धेरै कुराहरू हेर्न सकिन्छ। आफ्ना जीवनमा आउने, भोलि आउने दोषहरू पनि हेर्न सकिन्छ। र कहिले कहिले औषधि खाँदा खाँदा वर्षौं बित्छ, 6-7 वर्ष बित्छ र पनि औषधिले काम गर्दैन, जिउ झिँजो भइसक्या हुन्छ। डाक्टर साहबले दिएका औषधिहरूले काम गरेन, किन गरेन भनेर त्यस्तो आफूलाई महसुस भएको छ भने हजुरले के गर्नु, 7 मुलको पानी एउटा सानो सिसीमा लिएर आउनु। त्यसबाट हेरेको जोखानाले र त्यसबाट गरेको उपचारले हजुरलाई औषधि पानी लाग्छ। र हजुरले त्यो 7 मुलको पानी सकिन्छ भने 7वटा खोलाको, सकिँदैन भने एउटै धारामा भने 7पट्टि फर्केर त्यो पानी ल्याउनु। त्यो पानीबाट धेरैवटा उपचार गर्न सकिन्छ। र यसरी हजुरले पहिल्यै लिएर आउनुभयो भने फेरि एकचोटि आयो भने फेरि यस्तो ल्याउनुस् भनिरहनु पर्दैन भनेर मैले यो हजुरलाई जानकारी पहिल्यै दिएको। धन्यवाद।